लिउँ है अगाडिको गाडीलाई यस्तरी आइदिन्छ भयो। सो हेलो नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। सो अहिले चाहिँ म पहिला चाहिँ मोबिल चेन्ज गर्न जानु लागेको, हल्का मोबिल चेन्ज गर्ने बेला पनि भइरहेको छ बाइकको होइन। अनि त्यहाँबाट हेरौँ कताको राइट प्लान हुन्छ होइन। मोबिल चाहिँ मैले खास गरी अस्ति चेन्ज गर्नुपर्ने हो तर चेन्ज गर्न पाएको थिएन। अब आज चाहिँ हल्का टाइम भ्याएर अब चेन्ज गर्नु लागेको। सो त्यही हो होइन, यहाँबाट मोबिल चेन्ज गर्नुपर्ने हुन्छ। सुट लगाएर यहाँको ग्यारेजको दाइलाई मोबिल लिएर आइदिनु भनेको थिएँ मैले, लिएर आइदियो कि लिएर आइदिएन यार। भाइ मोबिल छ होइन, मोबिल मोटुल फुल सिन्थेटिक, मोटुलको फुल सिन्थेटिक छ होइन। एकचोटि हेरिदिउँ त, मोबिल चेन्ज हान्नु पर्यो। सो हामी ग्रान्डी पुगेको अवस्था, ग्रान्डी फुटसल टप कलर। यो ग्रान्डीको यो टावर पनि एकदम पुरानो हेर। पहिला त यो टावर भन्दाखेरि यस्तो चलपल हुन्थ्यो यहाँ, ओहो ग्रान्डी टावर भन्ने हुन्थ्यो क्या। हेलिप्याड थियो नि त, अनि अलिक इन्टरनेसनल लेभलको देखिन्थ्यो। अहिले त खै खासै त्यस्तो चलपल छैन। हाम्रो साथी भ्लग हान्दैछ पछाडिबाट। मन्दिर अहिले त ट्राफिकले नि लास्ट टाइट चेक हान्न थालेछ है। ओभर स्पिडिङको 5000 रे सिधै, अनि त्यसपछि खै के 10,000 20,000सम्मको छ क्या फाइनहरू पनि आम्मा। तर त्यो एक प्रकारले ठिकै हो होइन, त्यस्तो गऱ्यो भने अलिकति स्पिडिङ कम हुन्छ कि भनेर हो। तर त्यो त अलिक धेरै नै भयो यार फाइन त, लास्ट धेरै भयो। नेपालमा अब 500को कमै हुँदैन, त्यत्रो 5000 त कहाँबाट लिएर आउँछ नि त नि केटाहरूले यार। त्यस्तो अवस्थामा चाहिँ अलिकति कम फाइन गरेको भए हुन्थ्यो। देश हेरेर फाइन लिने क्या, कहाँ अब आम्दानी नै 8000 छ अनि 5000 त फाइनमै गयो भने त तनाव हुन्छ त यार। तर त्यही फाइन बच्नको लागि भए पनि केटाहरूले ओभर स्पिडिङ कम गर्लान् होइन। त्यही हो, लास्ट गर्मी छ यार। आज गर्मी महिना सुरु भएछ, गर्मी हुन थाल्यो अहिले। खरबुजा नरिवल सब आउनु थाल्यो। अब त यो शिवरात्रि पछि त गर्मी भइहाल्यो नि होइन। अहिले यहाँ फेरि कन्स्ट्रक्सन गर्न लाग्यो जस्तो छ, के बना हो यो। बाइक बल्ल स्मुथ भएको छ यार। अझ यसको थ्रोटल बडीहरू सब सफा गर्नुपर्ने छ, स्पार्क प्लग सफा गर्नुपर्ने छ होइन, अनि एयर फिल्टरहरू सफा गर्नुपर्ने छ। त्यसपछि त बाइक त नआयो भने। गर्लफ्रेन्डलाई भन्दा बढी केयर बाइकलाई चाहिन्छ। मैले खाना के खान्छु र हो, त्यति त पेट्रोल त यसले खान्छ क्या। पैसा जति सब यसले लान्छ। मेरो हताके बेबी, नामै हताके राखिदिएको यो बाइकको चाहिँ मैले। अब सिधा छ बाटो। साथीलाई पठाउनु पर्छ जस्तो छ यहाँबाट। त्यो अस्तिको राइडमा हेर न
दोस्त अस्ति त्रिशुली राइड कोले हेर्नुभयो है, त्यो राइडमा भएको हिस्सा हो यो चाहिँ। स्पिडले पुरै नम्बर प्लेटै उडाइदिएर क्या। सो अब जुगाड गर्नलाई सुपर ग्लु टाल्दैछौँ, टक्क मलाएर अरे मिलाएर। हजुर ओके, यो टालिहालेँ मैले, यस्तरी टालिदिउँ है त। प्लास्टिक हो तर यो टालिन्छ। ट्राफिकले देख्यो भने गिद्दी हुन्छ क्या यो चाहिँ। यस्तो चाहिँ बेकार अहिले त्यत्रो फाइन तिराउनु ला होइन, सजग भइदिउँ न। स्टोरेज फुल मेरो नि बिहान स्टोरेज फुल देखाइदिएर क्या साथी। साथी नम्बर प्लेट गमले टालिँदैन र? होइन अहिलेको लागि त काम चलाउ गरिदिउँ भनेर नि। जुगाड हानिदिउँ भनेको। ल गयौँ, खै टालिँदैन रहेछ, यत्रो गमै खेर गयो यार। नम्बर प्लेटै फेर्नु पर्ला जस्तो छ एउटा। बटारिदिउँ अब ल। गाडी रहेछ त्यो, अहिले त पिकअप त दामी हान्छ नि फेरि यसले त। आवाज सुन्नु न, आवाज। पार्किङ यहाँबाट जानुपर्ने हुन्छ। बाटो त यस्तै हो, यहाँ बनाउला जस्तो छ क्या। च्याट लाएर टायर चाहिँ लास्ट चिप्लिराखेर सर्ट ड्रिफ्ट हान्दै लाने हो क्या एउटा। माथि नै राखिदिउँ न होइन। यस दामी। सो म चाहिँ त्यहाँबाट निस्केँ है, एकछिन सानो काम पर्यो, त्यहाँबाट यसो भ्लग बनाउनु निस्केको म चाहिँ। मैले अर्कै सेटअप हालेको छु है, अहिले अर्कै देखिरह होला एङ्गल होइन। यसो चेक गर्न निस्केको, राइड पनि हुन्छ। यहाँबाट मासतिर जान लागेको म चाहिँ, टक्क यहाँबाट तल। दामी बाटो चाहिँ एक बटार्नु पर्यो भनेर क्या, टक्क लाएर। सर्भिसिङ गरेपछि त बाइक त मक्खन भएको छ यार, कसम भनेको।
के हो यो मन्दिर रहेछ यार मन्दिर हो कि पार्क हो यो यस्तो ठाउँ पनि छ यहाँ ल दामी रहेछ त ओहो है सही रहेछ यार दामी अनि कत्रो ठुलो पार्क हौ खोला पनि रहेछ पोखरी पनि होइन दामी रहेछ म गएको चाहिँ थिएन यार अहिलेसम्म यहाँ फोटो हान्दा रहेछ त्यहाँ एक छिरेर आउनुपर्छ क्या केटा है ल जानै पर्यो यार एक छिरेर आइदिउँ है त यहाँबाट पनि छिर्न मिल्ने रहेछ नि त ए यहाँ त्यस्तो छ यहाँ बन्द हो कि खुल्ला हो है यहाँबाट हो छिर्ने चाहिँ बाइक चाहिँ यतै अगाडि राखिदिउँ अनि छिर्दिउँ है त भित्रतिर फोटोसोटो हान्नको लागि दामी रहेछ ठाउँ मैले पोखरी देखेर सही लाग्यो क्या दामी मिठो रहेछ ल बेलुकातिर होइन आएर बस्नको लागि ठिक छ त्यहाँ नि मन्दिर रहेछ दामी ल म चाहिँ अब यो ठाउँलाई बाई बाई भन्दै जाँदैछु यहाँको यो कस्तो यो यिनीहरू सफा गऱ्यो भने कस्तो सफा हुन्छ नि है यहाँको भ्यू नै अर्कै देखिन्छ क्या यिनीहरू हेर्नु न लेउै लेउ रहेछ पानी चाहिँ त्यहाँबाट खोला जस्तो बग्ने रहेछ सब ढल रहेछ यस्तो मन्दिर एरियामा यो ढलहरू भनेर नराम्रो नि फोहोर देख्दै घिनलाग्दो हुन्छ अलिक सफा बनायो भने त हुन्छ बनाउनु चाहिँ खोजे हो बिस्तारै हुन्छ होला नि ल गइदिउँ अब कहाँसम्म गइन्छ होइन आजको भ्लग अब हेर्नु न आजको मेरो दिन कस्तो चलिरहेछ भनेर देखाइहाल्छु तपाईँहरूलाई म आज दिनको सुरुवात यता त केही छैन खास चाहिँ घरहरू सपना तीर्थ मन्दिर जस्तो छ क्या त्यो दामी कार पुरै उकालोको बिचमा राखेर मस्त शीतलमा बसिरहेको रहेछन् टोहाको एक्सिडेन्ट हुने भइरहने ठाउँ बाटो यही हो केटा यस्तो दामी बाटो छ केटाहरू बटारिहाल्छन् अनि एक्सिडेन्ट हुन्छ क्या तर ब्रेकिङ अनि कुनै कुनै बेला त गाडीहरूको पनि गल्ती हुन्छ है गाडीहरूले अब ठाउँै दिइरह हुँदैन क्या अब बाइकहरू आयो भन्छ अनि झन् पेलिदिन्छ क्या अब इक्जाम्पल लिउँ है त ल अब यही लिउँ है अगाडिको गाडी ल पुरै रेस हुन्छ क्या यतातिर त बाटो दामी छ होइन पुरै पेलान हुन्छ क्या मेरो सामान चाहिँ धेरै झर्छ यार यो खल्तीबाट यो टर्निङ हो होइन ऊ यसरी यसरी आउटलेनबाट आइदिन्छ क्या गाडीहरू यस्तरी आइदिन्छ धन्य अनि हो यहीँ हो अस्ति एक्सिडेन्ट भएको ठाउँ ल यतै हेर पार्ट्सहरू हेर्नु ल बाइकको पार्ट्स अझै छ क्या यहाँ 250 उफ
यो पनि एक्सिडेन्ट भएकै हो सुजुकीको एक्सिडेन्ट भयो रहेछ 250 अरू कहाँ यहाँ खसाएर रहेछ क्या यतै बाइकको पार्ट्सै सुजुकीको हो यो ए यस्तो छ यार आम्मामा यहाँ त कुलेन्टे रगतको होला यो है कुलेन्ट पनि यहाँ पुरै थियो क्या यहाँ सरी पस्ट थियो ओह पार्ट्सै छ यहाँ अझै छ क्या 5वटा बाइक आएको थियो होइन 5वटा बाइकमा 8वटा बाइक रेस खेल्दै थियो अरे 5जना नै ब्लाडब्लड लडेको अरे यताबाट एउटा बाइक आउँदै थियो अरे एकजना त्यो बाइकको मान्छे नि अन द स्पोट प्लस एकजना राइडर अन द स्पोट डेथ भएछ रेस्ट इन पिस हेर्नु न बाइकको पार्ट्स ग्लोभ्स यो भयो ध्वस्त यार हेर एक त परिवारको सपना ध्वस्त एउटा बाइक ध्वस्त एक त मान्छे ध्वस्त त्यही एकछिनको रमाइलोले त्यहाँ बिस्तारै जाने क्या चिलमा दिदीहरूलाई सोधौँ है त यहाँको स्थानीयहरूलाई दिदी अस्ति एक्सिडेन्ट भएको यतै है कति 5वटा कतिवटा एक्सिडेन्ट भएको 5वटा बाइक कतिवटा एक्सिडेन्ट भएको 3टा कतिवटा मरेको 2जना मऱ्यो है यताबाट एउटा आउँदै थियो अरे होइन तपाईँहरूले देख्नु भएको हो के खास के भएको रहेछ ओभरटेक गरेको 17वटा बाइकमा एउटा बाइकले राइडरको बाइकले ओभरटेक गरेर यताबाट आएको बाइक कुदेको हो क्या ए 17वटा बाइक आएको थियो 17वटा थियो अरे भन्छ न के थाहा हुन्छ 16वटा पुरै स्पिड त्यस्तै थियो होला है स्पिड त कम हो त विचार हुन्छ हस् धन्यवाद थत त्यो एउटा केटा हो बिस्तारै कुदो यार यसरी जाने फाल्ने गरी त 17वटा बाइक थियो अरे अझ 8वटा नि होइन कहिले 17वटा भन्छन् कहिले 8वटा तर 17वटा 16वटा अरे यहीँ देख्ने मान्छेले भन्नुभएको आम्मामा केटाहरू पुरै राइड निस्केको थियो होला है हैट गाह्रो छ नि केटा हो गाह्रो छ के गर्नु बाटो राम्रो छ तर सरकारले अलिकति फराकिलो अलिक रेस ट्र्याक जस्तो बनाएन क्या केटा हो बाइक चलाउनु त मन लाग्छ हामीलाई होइन तर बाटो यस्तै छ केटा हो अब के गर्नु गलत देशमा जन्मियौँ भनौँ न जहाँ सरकारले आफ्नो मात्रै मतलब छ स्थानीयहरू मरोस् बाँचोस् मतलब लाग्दैन अब त्यो फाइन मात्रै बढाएर पनि हुने केही होइन मन हो होइन के गर्नु गाह्रो छ ल अब म चाहिँ निस्किन लागेको केटा हो यहाँबाट सर मजा त मजा छ यार यो बाटोमा कुदाउनलाई ल त्यही हो बाटो चाहिँ दामी छ एक्सिडेन्ट पनि नमिठो भएछ 16 जना गएको रहेछ उताबाट एउटा बाइक आएको 2 जना अन द स्पोट डेथ एउटा उताबाट आएको बाइक 1 जना मरिहाल्यो होइन अनि यताबाट राइडरको टिमबाट 1 जना मरेछ अनि एउटा राइडर चाहिँ
के अरे त्यो एक्सिडेन्ट हुनेमा एउटा चाहिँ पुलिसकै अलिक ठुलै मान्छेको पोस्टको रहेछ अनि उनीहरूलाई चाहिँ बचाउन लगाएर बचाएको भन्ने सुनेको थिएँ मैले चाहिँ बचाएको अरे अलिक ठुलो पोस्टको मान्छेको छोरालाई चाहिँ भनेर सुनेको थिएँ मैले अब के गर्नु आमा बुवाको मन हो होइन अब आफ्नो छोराछोरी बचोस् भन्ने त हुन्छ नि एक प्रकारले अब हामीले पनि त्यसरी हेर्नुपर्ने हुन्छ होइन गल्ती त अब कसको भन्नु र त्यसमा बाटोकै गल्ती सरकारको गल्ती अब एक त हामीलाई मन पनि लाग्छ कुदाउनलाई होइन तर बाटो हामीलाई ठिक छैन क्या एक्सिडेन्ट हामी पनि मर्छौँ भनेर कहाँ कुदाउँछौँ त नि हामीलाई पनि अलिक रमाइलो होस् होइन अब यही देशमा बाँच्नु परेको छ यही देशमा अलिक रमाइलो गरेर बाँचौँ न भन्ने इच्छा हुन्छ हाम्रो पनि तर सरकारले धोका दियो हामीलाई यस्तै छ के गर्नु स्ल्याब हान्दिरहेको कत्रो स्पिड ब्रेकर रहेछ हुँदाहरू केटिएम बाइक अरे अहिलेको बच्चालाई थाहा हुन्छ यार केटिएम बाइक भनेर हन्डा बाइक भनेर एनएस भनेर होइन बच्चालाई थाहा हुन्छ क्या अहिलेको जेनेरेसन एकदम अगाडि छ हामी वहाँ क्रस फायर र क्रस एक्स चिन्दिनँ थियौँ पहिला अहिलेको बच्चाहरूलाई कुन बाइक आयो भनेर आवाजले थाहा पाइदिन्छन् क्या त्यस्तो एडभान्स भइसक्यो अहिलेको जेनेरेसनहरू कौन भौंक रहा है ये बदतमीज यहीँको लोकल हौ लोकल भन्छु